त्यसमा नमस्कार है। मेरो 2 वर्षको नातिले धमाधम जाने काम गरेर ल्याएको त्यहाँ यता राखेर हो नि त बाबु। यता राखेर ल फटाफट राख है तिमीले। ल फटाफट ल ल ल राख सबै राख ल। यसमा पनि राख, यसमा पनि राख्ने है यो फटाफट ल। यो चाहिँ के हो भन्दाखेरि ग्रेडिङ गरेको सेबी, यो खराब सेबी हो। यो खराब सेबी यो चाहिँ अब चाहिँ मैले अर्ग्यानिक गरेको हुन्छु। अर्ग्यानिक गरेको चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यो खराब भएको किरा लागेको यस्तो भएको चाहिँ मैले चाहिँ भैँसीलाई प्रयोग गर्छु है। यदि विषाद छरेको हुन्छ भने मैले भैँसीलाई यो प्रयोग गर्ने थिइनँ। त्यसो गर्दा चाहिँ अर्ग्यानिक हो, प्योर अर्ग्यानिक हो। अर्ग्यानिक गर्ने कृषकलाई चाहिँ अति दुःख छ। किन दुःख छ भन्नुहुन्छ भन्दाखेरि अर्ग्यानिक गर्यो तपाईँको चाहिँ बाङ्गा परेका हुन्छ नि। बाङ्गा परेका हुन्छ हाम्रो नेपाली जनताले के खोज्छ भन्दाखेरि चाहिँ सर्लक्क परेको सबै सर्लक्क परेको हुन्न। किरा लाग्छ, बाङ्गो यस्ता बाङ्गा टिङ्गा हुन्छ। यो बाङ्गा टिङ्गा भनेको अर्ग्यानिक हो नि। यस्ता बाङ्गा टिङ्गा भनेको यो अर्ग्यानिकमा हुन्छ। यसरी किरा लाग्छ, यसरी फाल्नुपर्छ कि जहाँ चाहिँ विषादी छरेको भए किरा लाग्ने थिएन। यो अर्ग्यानिक यो काँक्राको अवस्था हेर्नुहुन्छ भने चाहिँ काँक्राको अवस्था हेर्नुहुन्छ भने हो यो काँक्रा अस्ति खान पर्ने कृषकले उत्पादन गरेको अर्ग्यानिक भनेको यो खान पर्छ। यसमा चाहिँ विषादी छैन। विषादी नपरेको भन्ने कुरो चाहिँ यस्तो हुन्छ। किनभने मैले चाहिँ सम्झनु 17 किलो काँक्रा टिप्दाखेरि मेरो चाहिँ 5 किलो काँक्रा चाहिँ यस्ता बाङ्गा टिङ्गा परेका, यस्ता काँक्रा कुरु परेका छन्। किन मैले यदि भिटामिन छरेको हुन्थ्यो हुनुपर्छ नि काँक्रा चाहिँ सबै काँक्रा चाहिँ यस्तै राम्रा हुन्थे। सबै काँक्रा यस्तै राम्रा हुन्थे। कुरो बुझ्नु 17मा 22 किलोमा चाहिँ तपाईँको चाहिँ 17 किलो काँक्रा मात्रै मैले चाहिँ सग्लो निकाल्न भ्याएको छु। बाँकी 5 किलो काँक्रा यस्तो छ। यो किन हो त भन्दा यो चाहिँ भिटामिन प्रयोग नगरेको भएर। यहाँ यो किरा लागेको छ। यो किरा लागेको छ। यो किरा लागेर केही फरक पर्दैन। यति किरा लागेको छ नि केही नोक्सान पर्दैन। यसमा तलको भाग यो चाहिँ के छ, यो राम्रो छ। यो खानुहोस्। यो भनेको अर्ग्यानिकको तपाईँको शरीरमा रोग लाग्दैन। कति दुःख त कृषकलाई बेच्न। यस्ता ल्याएर बिचौलियाहरू अथवा चाहिँ व्यापारीले के भन्छ, हामीले बेच्न सक्दैनौँ, हामीलाई राम्रो चाहिन्छ भन्छ। अब हामीले चाहिँ अर्ग्यानिक प्रयोग गर्दाखेरि चाहिँ राम्रो त सबै निकाल्न त सकिन्न। बाङ्गा हुन्छ, टिङ्गा हुन्छ, किरा लाग्छ, हरेक कुरो हुन्छ। र चाहिँ उपभोक्ता सबभन्दा कमजोर भनेको हाम्रो उपभोक्ता हुन्। हाम्रो उपभोक्ताले के गर्छन् त भन्दाखेरि राम्रो खोज्छन्। सबै राम्रो उत्पादन गर्दा अर्ग्यानिक गरेर त हुँदैन। तसर्थ यो चाहिँ मैले धुनु पर्दैन। मलाई यो चाहिँ अर्ग्यानिक हो। मैले यसरी खान्छु। यदि यो विषादी अथवा भिटामिन परेको मैले यसरी खान्थिनँ। यसलाई म धुन्थेँ होला, पखाल्थेँ होला, के गर्थेँ होला। जति खानुहोस् बिरामी भइन्न। तसर्थ सम्पूर्ण उपभोक्ताहरू चाहिँ बाङ्गा टिङ्गा खान सिक्नुहोस्, किरा लागेको खान सिक्नुहोस्। त्यो अर्ग्यानिक हुन्छ। जहाँ चिल्लो चाक्लो राम्रो खोज्नुहुन्छ भने त्यसलाई विषादी प्रयोग भएको हुन्छ, भिटामिन प्रयोग भएको हुन्छ। तसर्थ यो भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र चाहिँ फलो गर्नुहोस्। सम्पूर्ण चाहिँ उपभोक्ताबिच पुर्याउनुहोस्। र चाहिँ नेपाल सरकारको कुनै यस सम्बन्धित सरकार सम्बन्धित कोही व्यक्तित्वहरूले पनि यदि मेरो रिल हेर्नुहुन्छ भने चाहिँ सकेसम्म चाहिँ अर्ग्यानिक उत्पादन गर्नुहोस् र चाहिँ कृषकलाई मान्यता दिनुहोस्। अहिले चाहिँ कर्मचारीहरूको 5-5 हजार रुपियाँ चाहिँ महँगाई भत्ता बढिराखेको छ। तनखा जस्तो त्यसमा चाहिँ महँगाई भत्ता छ। हामी जस्ता साधारण कृषकहरूले के गर्ने, कहाँ जाने, कसरी खाने? कमसेकम महँगाई भत्ता चाहिँ नदिने, महँगाई नबढाउने, भत्ता कटौती गर्ने गरेर कमसेकम चाहिँ उपभोक्ता अथवा साधारण कृषक सर्वसाधारणप्रति चाहिँ बोध दिने काम नगर्नुहोस्। यो सबै चाहिँ महँगाई घटाउनुहोस्, भत्ता पनि कटाउनुहोस् भन्न चाहन्छु म। कुनै कर्मचारी साह्रो फरक पर्दैन। किनभने सेलेरी छ, तनखा छ। तनखा भइसकेपछि भत्ता महँगाई भत्ताबाट यदि उनलाई दिन्छ भने आम सर्वसाधारणलाई पनि दिनुपर्छ। यो चाहिँ मेरो मान्यता हो। यो हुनु पनि पर्छ। होइन भने जुन जग्गा आए पनि काले चिरेको भने जस्तो भएन त। जनताले मान्यता दिएर पठाएको कारण के रह्यो त? जनता चाहिँ मार्न पर्ने, जनता मार्न परेको चाहिँ यो चाहिँ सन्ने छैन। सम्पूर्णलाई चाहिँ एउटै आधार ल्याउनुपर्छ। के करपट्टि गर्नुपर्छ, के होइन भनेर चाहिँ कर पनि बढाएर लगाउने र चाहिँ कृषकहरू र सर्वसाधारण मारेको मऱ्यो भने कर्मचारीहरूको सेलेरी बढाएर प्लस चाहिँ महँगाई भत्ता बढाउन मिल्दैन भन्दै म चाहिँ मेरा 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद।